अटोमेटिक घडीहरुमा डायमन्डहरुको प्रयोग गरेको हुन्छ। विशेष गरी रुबी भनिन्छ यसलाई। माथिपट्टि यसको सेन्टरमा एउटा रेड कलरको टल्किने वस्तु देखिरहेको छ हामीले हल्का, यो रुबी हो। हेलो नमस्ते सबैजनालाई। अस्तिदेखि म यो घडीको बारेमा भिडियो बनाइरहेको छु र यो घडीलाई आज म ओपन गर्दैछु र ओपन गरेर खोलेर यसको बारेमा केही डिटेल भित्री कुराहरू देखाउँदैछु। भिडियो कन्टिन्यू हेर्दै जानु होला। म भिडियोमा सकेसम्म घडी सम्बन्धी केही विशेष कुराहरू बताउँदै जानेछु र अगाडि कन्टिन्यू भिडियोलाई म क्रमशः अगाडि बढाउँदै जाँदैछु। हेर्दै जानु होला यसलाई। भित्री अरू पार्ट्सहरूको बारेमा पनि म तपाईहरुलाई बताउने छु। मैले जानेका र बुझेका घडी सम्बन्धी विभिन्न पार्ट्सहरू र त्यसका डिस्क्रिप्सन, त्यसले गर्ने कार्यहरू आदि इत्यादि म बताउँदै जानेछु। भिडियोलाई क्रमशः हेर्दै जानु होला अन्त्यसम्म। यो सेकेन्ड पार्ट हो र म अझै सायद थर्ड पार्ट पनि बनाउने छु यसको। भिडियोलाई हेर्दै जानु होला। म यो घडी खोल्न गइरहेको छु र सर्वप्रथम यो पिन निकालेर यसको चेनलाई फ्ल्याट गर्नुपर्ने हुन्छ ताकि इन्जिन राम्रोसँग देख्न र त्यसलाई खोल्नलाई सकियोस् भनेर। र यो साइड बार अथवा यसको पिन यसलाई मैले निकालेँ र जस्ट निकालिसकेपछि स्पेसली यसको ब्याक कभर, ब्याक पछाडिपट्टिको कुरा गर्न नि यहाँनिर हेर्न सक्नुहुन्छ यो ब्याक कभरमा सानो सानो कट पोइन्टहरू छ र त्यसमा यस्तो प्रकारको टुल्सको प्रयोग गर्नुपर्ने हुन्छ यसलाई खोल्न। विभिन्न प्रकारका टुलहरू आउँछन् यो खोल्ने, र मसँग चाहिँ यस्तो प्रकारको एउटा टुल्स छ यो ब्याक कभर खोल्ने। र मसँग अरू पनि प्रकारका टुलहरू छन् र स्पेसली यो अलिक सजिलो छ युज गर्नलाई। र यसमा हेर्न सकिन्छ सानो सानो यो कट खाल्टा खाल्टा जस्तो देख्न सकिन्छ। यसमा चाहिँ टुललाई हुकअप गर्नुपर्ने हुन्छ र टुलको पिन यसरी यहाँनिर मिलाएर यसको एडजस्टमेन्ट पनि हुन्छ र यसरी मिलाएर यसलाई यहाँनिर राखेर अनि यसलाई आफ्नो सही पोजिसनमा हातमा पक्रेर अथवा यसको भोइस पनि आउँछ र त्यो भोइसमा राखेर अथवा हातमै पनि यसमा राखेर यसलाई एन्टी क्लकतिर घुमाउनु पर्ने हुन्छ। यसरी एन्टी क्लक वाइज घुमायो भने यो खुल्छ र बिस्तारै यसको टाइटनेसलाई लुज गर्नुपर्ने हुन्छ। यसरी एक या दुई पटक यसलाई घुमाएपछि यसको टाइटनेस लुज हुन्छ र टाइटनेस लुज भएपछि यो चाहिँ यसरी फेरि हातले अथवा कुनै ट्विजरको माध्यमले थोरै अलिकति यसरी यो ट्विजरको पिनलाई यहाँनिर टुप्पोलाई यहाँनिर यसको जुन पोइन्ट हुन्छ त्यो पोइन्टमा हुक गराएर घुमाउँदै यसको ब्याक कभर खोल्न सकिन्छ। र ब्याक कभर खोलेपछि यसरी यसको यस्तो प्रकारको इन्जिन देखिन्छ, हेर्न सकिन्छ। यो रोटर हो। यो रोटर चाहिँ मेन यसको भूमिका खेल्ने चिज यही नै हो। घडीभित्र हुने मेन पार्ट्स भनेको यो मुख्य यहाँबाट सुरु हुन्छ। यसको वर्किङ साइकल यहाँबाट सुरु हुन्छ र यो यसरी रोटर घुम्ने गर्दछ। जहिले पनि हामीले हातमा बाँध्दा हाम्रो हात राइट लेफ्ट अप डाउन मुभ हुँदा यो रोटर यसरी घुम्छ, हल्लिन्छ भनौँ न। यसको लोडले तान्छ र एकतिर तलपट्टि झर्छ जहिले पनि। र यो जहिले तल झर्छ र तल झरेपछि यसले आफ्नो काम सुरु गर्छ। र यहाँनिर यसको केही डेटाहरू लेखेको हुन्छ यो रोटरमा, यहाँ हेर्न सकिन्छ। यहाँ लेखेको पनि देखिन्छ, म देखाउने कोसिस गरिरहेको छु। कम्प्लिट ब्यालेन्स एकदमै हाई स्पिडमा चलिरहेको छ। यो जुन गोल्डन कलरको रिङ जस्तो छ हल्लिरहेको छ, यो चाहिँ कम्प्लिट ब्यालेन्स। यो नै यसको ओसिलेटर हो। यसले ओसिलेसन गर्ने काम गर्छ र यसले कसरी ओसिलेसन गर्छ भन्ने कुरा म अर्को भिडियोमा अझै देखाउँला। यो एकदमै हाई फोर्स र हाई स्पिडमा घुम्छ। अथवा यसको छेउमा भएको हायर स्प्रिङ हेर्न सकिन्छ। एकदमै त्यो स्प्रिङ एकदमै कम्प्लिकेटेड हुन्छ र त्यो एकदमै राम्रो फ्लक्चुएसन, यो चाहिँ फ्लिप फ्लप भइरहेको छ हेर्न सकिन्छ। एज अ फ्लिप फ्लपको रूपमा काम गर्छ यसले। र यहाँनिर केही डेटा लेखेको छ म देखाउन चाहन्छु। यहाँ हेर्न सकिन्छ, यहाँ जापान भनेर देख्न सकिन्छ। यसको ओरिजिन जापान हो। यो जापानमा बनेको हो, मैले पहिले पनि भनेको थिएँ। र त्यसै गरी यहाँनिर यसको ओरिएन्ट वाच लिमिटेड भनेर पनि लेखेको छ। यसको कम्पनीको आफ्नो वेबसाइट पनि दिएको छ भने। त्यस्तै यसमा नम्बर छ 46493 भनेर यसको मोडल नम्बर हो यो। र त्यसै गरी यहाँनिर अर्को एउटा लेखिएको छ, म देखाउँछु। 21 जेवल्स भनेर लेखेको छ। यहाँनिर हेर्न सकिन्छ 21 जेवल भनेर लेखेको छ। यो 21 जेवल भनेको चाहिँ एउटा कुरा म के सिक्रेट बताउन चाहन्छु भने कुनै पनि मेकानिकल घडीमा अथवा अटोमेटिक घडीहरुमा डायमन्डहरुको प्रयोग गरेको हुन्छ। विशेष गरी रुबी भनिन्छ यसलाई। यो अहिले जुन कम्प्लिट ब्यालेन्स छ, यो कम्प्लिट ब्यालेन्सको माथिपट्टि जुन रेड कलरको एउटा राउन्ड सेन्टरमा छ, म यसलाई रोक्छु र रोकेर हेर्दा यो माथिपट्टि यसको सेन्टरमा एउटा रेड कलरको टल्किने वस्तु देखिरहेको छ हामीले हल्का, यो रुबी हो। र यस्तो प्रकारको यसलाई डायमन्ड पनि भनिन्छ। यो डायमन्ड पनि र यहाँनिरबाट म यसलाई यो जुन व्हील छ, यो व्हीललाई म यसको फङ्सन यहाँ देखाउन चाहन्छु। जसरी यो हामीले यसलाई घुमाइन्छ अथवा यो घुम्छ हाम्रो हातमा, यसरी बिस्तारै बिस्तारै यो तलमाथि हल्लिन्छ र यो हल्लिने क्रममा यसले चाहिँ यसको छेउमा भएको एउटा व्हीललाई घुमाउँछ। हेर्न सकिन्छ यहाँ एउटा व्हील घुम्दैछ र त्यो व्हीलको छेउमा चाहिँ एउटा सानो लिभर जस्तो छ, लक छ। त्यो लकले चाहिँ के गर्छ भने त्यो व्हील अगाडि टाइट भएपछि, अगाडि बढेपछि त्यसलाई पछाडि फर्किन दिँदैन र यसले चाहिँ भित्र ब्यारेल भर्ने काम गर्छ।
ब्यारेल भनेको एउटा हार्ड प्रकारको स्प्रिङ हुन्छ र त्यो हार्ड प्रकारको स्प्रिङ चाहिँ त्यो ब्यारेल बक्सभित्र चाहिँ यो टाइटिङ हुन्छ। जस्तो चाबी पनि भनिन्छ हामीले त्यसलाई सामान्य भाषामा, चाबी अथवा दम भनेर भनिन्छ। पुरानो घडीहरूमा दम लगाउने भन्ने हुन्थ्यो, चाबी लगाउने। र यसरी यो हल्लिँदा यसरी यसले यो विललाई घुमाउँदै हेर्न सकिन्छ र यो अगाडि बढ्छ र पछाडि त्यसलाई रिटर्न हुनबाट चाहिँ यसले रोक्छ। र यो यसरी नै यो घुम्दैछ र घुमेर यसको छेउमा भएको जुन लक छ एउटा सानो, त्यो लक चाहिँ क्रमशः पछाडि स्टेप बाई स्टेप पछाडि त्यसलाई रोकिरहेछ रिटर्न आउनलाई। र घडी यसरी क्रमशः चलिरहेको छ यो मैले खोलेको कन्डिसनमा पनि। र यसको फ्रन्ट साइडबाट पनि हेर्न सकिन्छ यो घडी राम्ररी चलिरहेछ, अहिले टाइमिङ दिइरहेछ। र यसको विशेष फास्ट सर्भिसिङको कुरा मैले गरेको थिएँ योभन्दा अगाडिको भिडियोमा, र मैले त्यो फास्ट सर्भिसिङ गर्नको लागि नै यसलाई खोलेको। र यसको यहाँ फ्रन्ट साइड डायलमा हेर्न सकिन्छ 50M भनेर लेखेको छ, यो वाटर रेजिस्ट भनेर लेखेको छ 50M। यो भनेको चाहिँ यो घडीको पानी पस्ने क्षमता कति छ भन्ने हो। यो घडीमा चाहिँ 50 मिटर गहिरो डिपमा पनि यो घडी डुबायो भने पानी पस्दैन भन्ने कुरा हो, अथवा यसको सिसाहरू ब्रेक हुँदैन भन्ने कुराहरू। र त्यो यसमा डायलमा लेखेको यो 50M या कसैमा 100M लेखेको हुन्छ। यो जति बढी एम लेखेको हो घडी त्यति सेफ्टी हुन्छ, त्यति स्ट्रङ हुन्छ, त्यति पानी पस्दैन यसमा भन्ने बुझाउँछ 50M। र कसैमा लेखेको छैन भने चाहिँ फेरि त्यो जनरल लोकल हो भन्ने बुझिन्छ, त्यसको कुनै पनि डेटा छैन, त्यसको कुनै वारेन्टी हुँदैन भन्ने कुरा हो। यो 50M ले त्यो कुरा बताउँछ, 50 या 100M। यहाँनिर एम भनेको मिटर, त्यति मिटर गहिराइमा यो घडीलाई डुबायो भने यसमा पानी पस्दैन अथवा यसको सिसाहरू टुट्दैन अथवा कुनै प्रब्लम आउँदैन भन्ने कुरा हो। त्यति गहिरो पानीको डिपमा पनि यसमा पानी पस्दैन भन्ने कुरा हो यो। र त्यसै गरी यहाँ सानो अक्षरमा पनि लेखेको हुन्छ, कुनै कुनै घडीमा स्विस लेखेको हुन्छ। यो जापानिज घडी हो, त्यही भएर यो जापान भनेर लेखेको छैन, र अत्यन्तै सानो अक्षरमा लेखेको छ, हामीले यो नाङ्गो आँखाले हेर्न गाह्रो हुन्छ।